जुन समाजले अस्थिरतापूर्वक नयाँ नयाँ चाहिँ नायकहरूको खोजी गर्छ त्यो समाज चाहिँ दुखी समाज हो भनेर एकजना विद्वानले भन्नुभएको थियो हैन। त्यही भएर कोही नायक आएर बनाउने भन्दा पनि हामीले सिस्टम बनाउन सक्यौँ भने देश आफै बन्छ। सिस्टम हो बनाउने हैन, एकजना व्यक्तिले बनाउँदैन। तर हाम्रो समस्या के रहेछ भन्नुहुन्छ भने हामी पूर्वीय दर्शनबाट हुर्केर आएका, रामको चाहिँ मर्यादा पुरुष राम, कृष्णका कथा सुनेर आएका, कृष्ण जस्तो चाहिँ एउटा चाहिँ सबैलाई चाहिँ ठेगान लाउन सक्ने एउटा मसिया आउँछ अनि देश रूपान्तरण हुन्छ अनि यो समृद्ध देश बन्छ, हामी आनन्दले बसेर खाने हो भन्ने खालको हामीसँग सोच छ हैन। हामीले कहिल्यै पनि कुनै समितिले काम गर्न सकेन भने सिस्टम फेयर भन्दैनौँ हैन। त्यो समितिको अध्यक्षले राजीनामा दिए भन्छौँ हामी पहिला है, जहाँसुकै समितिको होस् हैन। टोलदेखि वडादेखि केन्द्रीय सरकारसम्म, सरकार हो भने प्रधानमन्त्रीले राजीनामा दिए भनिहाल्छौँ। यो सिस्टमले काम गरेन, सिस्टम फेयर भन्दैनौँ हामीले, किनकि हामीलाई जहिले पनि खोजी के को हुन्छ नि, एउटा नायकको खोजी हुन्छ क्या। हामी तिनै कृष्णले जस्तै, रामले जस्तै भनौँ न, कथामा भए जस्तै एउटा चाहिँ मसिया आएर चाहिँ देशलाई चेन्ज गर्ने कुराको अपेक्षा राख्छौँ हैन। त्यस कारणले गर्दाखेरि हामीले त्यसरी सोच्दासम्म देश बन्दैन र नेपाली समाजले सुख शान्ति पनि प्राप्त गर्दैन। त्यस कारणले गर्दाखेरि अबको बाटो भनेको सिस्टम डेभलप गर्ने कुराको चाहिँ बाटो हो।